नमस्कार सबैजनालाई दुबईको वर्किङ भिजाको अपडेट आएको है। हिजो राति 10:30 बजे मैले अपडेट पाएको है। अब अपडेट एकदम राम्रो हो, एकदम ढुक्क भएर बस्नु। जो वर्किङमा आउन चाहनुहुन्थ्यो तर वर्किङमा आउन भन्दा पहिला चाहिँ एकदम ख्याल गरेर आउनु। म वर्किङमा आउने सुझाव म कसैले झ्याप्प दिन्न। कम्पनी एकदम राम्रो हो नि बल्ल आउने, नत्र अदरवाइज त्यो नयाँ कम्पनीमा आफू ल म जान्छु त्यो कम्पनी कस्तो छ त्यसमा जाने होइन है, कुरा म भनिदिन्छु। अनि अर्को कुरा, वर्किङको नयाँ अपडेट एकदम राम्रो आएको। जो वर्किङमा आउन चाहनुहुन्छ उहाँ रेडी भएर बस्दा हुन्छ, किनकि हजुरहरू अब छिटै नै वर्किङ भिजामा दुबई आउन पाउनुहुन्छ। अब के भने चाहिँ अब कतिले अब पताउन लागेको होइन। अनि इनसाइडमा जो हुनुहुन्छ नि भिजिटमा आएर बस्नु भयो नि उहाँको नि भिजाहरू कतिको लागिसकेको कतिको लागेन। त्यसमा चाहिँ हजुरको टाइपिङमा हल्का यस्तो टाइप गर्दाखेरि उस्तो भएर हो। खासमा हजुरहरूले अमिट सेन्टरमा गएर गराउनु होला। जे काम पनि आफ्नो भिजाहरू गराउन चाहन्छ भने यताउता गरेर नगराउनु, त्यही हो। आफ्नो ख्याल राख्नु होला, त्यही भन्न चाहन्छु। भिजाको अपडेट के आउँछ म भनिदिइराख्छु। कतिले पताउन गाह्रो भयो, केही होइन नपताउनु, त्यो हजुरलाई नै घाटा हो। ल त्यही हो, आतुरी नगर्नुलाई। केही कुराको लागि पनि आत्ति नै हुन्न। आज कसले नि भोलि गएर कहिले पनि अप्लाई गर्नुहुन्न, त्यही भन्छु। ल टेक केयर, सबैजना आफ्नो ख्याल राख्नु होला।